हेलो गाइज, स्वागत छ तपाईँलाई आजको यस नयाँ भिडियोमा। आज हामीले कक्षा 11 मा रहेको लिमिट एन्ड कन्टिन्युटी च्याप्टर जुन क्यालकुलेसन अन्तर्गत पर्छ त्यसबाट चाहिँ हामीले एकदमै महत्त्वपूर्ण क्वेसन लिएर आएका छौँ, जुन चाहिँ इक्जाममा चाहिँ प्राय सोधिरहेको क्वेसन नै हो। यो एकदम महत्त्वपूर्ण क्वेसन छ। यदि यो क्वेसन गर्न जान्यो भने हामीले यो च्याप्टरबाट 15.1 एक्सर्साइजबाट चाहिँ हामीले कुनै पनि क्वेसनहरू मजाले गर्न सक्छौँ। यो क्वेसन गर्नुभन्दा अगाडि हामीले यो लिमिट एन्ड कन्टिन्युटी बारेमा थोरै केही बुझ्ने कोसिस गर्दछौँ। ओके गाइस, अब यो लिमिट एन्ड कन्टिन्युटीको बारेमा बुझ्नुभन्दा अगाडि तपाईँहरूले यस युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि अन्य यस्तै भिडियोहरू बनाउने हौसला मिलोस्। अब हामी सुरु गर्छौँ लिमिट एन्ड कन्टिन्युटी। अब लिमिट एन्ड कन्टिन्युटी भनेको नै कस्तो हो भने यसले चाहिँ एकुरेट भ्यालु दिँदैन, लगभग यति भन्ने हुन्छ कि जस्तै लिमिट हैन एक्स टेन्स टु 1 भनेको ठ्याक्क 1 होइन कि यो भनेको चाहिँ कति हुनसक्छ 1.00001 हुनसक्छ, 0.99999 पनि हुनसक्छ। यो एकुरेट 1 होइन, यो बुझ्नुपर्ने हुन्छ हामीले लिमिट भनेको लगभग हो, लगभग त्यहीँनिर, ठ्याक्कै त्यही चाहिँ होइन, लगभग त्यहीँनिर भन्ने कुरो हुन्छ। अब त्यसको लागि हामीले सबभन्दा पहिले बुझ्नुपर्ने हुन्छ इन्डिटर्मिनेन्ट फर्म 0/0 इन्फिनिटी इन्फिनिटी प्लस माइनस इन्फिनिटी 1 को पावर इन्फिनिटी अथवा 0 को पावर इन्फिनिटी। यस्तो फर्म आयो भने मात्रै हामीले के गर्छौँ भने लिमिट एन्ड कन्टिन्युटीलाई अगाडि बढाउँछौँ हैन। यो फर्म आउनु दिनु भएन, यो फर्म भनेको चाहिँ इन्डिटर्मिनेन्ट फर्म हो। यो कुरा चाहिँ हामीले एकदमै बुझ्नु जरुरी छ है। यो अब त्यसपछि लिमिट, यो फर्मुला हेर्नुहोस् है, एकचोटि तपाईले ध्यान दिएर हेर्नुहोस् त, म केही बोलिनँ। हेर्नुभयो नि है, मेरो मोबाइलको चार्ज सक्यो र बिजुली पनि गयो, सायद गयो, फ्ल्यास बल्दैन। अब सुन्नुहोस् है, यो फर्मुला हेर्नुहोस्, यतिमा ठिक छ नि तपाईँहरूलाई होइन, केही गाह्रो छैन देखिरहेको। यो फर्मुला हेर्नुभयो तपाईँले होइन, मैले थोरै जुम गरिदिएँ, ठिक छ। त्यति फर्मुला मात्रै फोकस गर्नुहोस् है। अब यता हेर्नुहोस्, लेखेको छ ओके। अब यो चाहिँ मैले यहाँ धेरै केही बोलिनँ। अब ढिला नगरी हामीले अलिकति बुझौँ है। क्वेसन नम्बर 1 मा चाहिँ के छ भने जस्ताको जस्तै कि जे भ्यालु भनेको छ त्यो भ्यालु हालिदिने, जस भ्यालु पुट गरिदिने, त्यो आफै एन्सर बन्छ। क्वेसन नम्बर 2, 3, 4, 5 को लागि चाहिँ के गर्नुपर्छ, हामीले सुरुमा चाहिँ फ्याक्टराइजेसन गर्न जान्नु पर्यो। ओके, नत्र जानुभएको छैन भने अलि सर्च गर्नुहोस् फ्याक्टराइजेसन कसरी गर्ने, त्यो फ्याक्टराइजेसन जान्नु पर्यो। सेकेन्डमा कमन लिने है, एउटा गर्नु पऱ्यो कि फ्याक्टराइजेसन गर्नु पऱ्यो, कमन लिनु पऱ्यो। जसरी नै हामीलाई काट्नु छ, नकाटेसम्म चाहिँ त्यो इन्डिटर्मिनेन्ट फर्म चाहिँ हट्दैन। अथवा रेसनलाइजेसन गर्ने। अब रेसनलाइजेसन कसरी गर्ने भनेर तपाईँहरूले सोध्न सक्नुहुन्छ। त्यसको लागि तलमाथि चाहिँ त्यसको अपोजिट साइनले अथवा त्यही साइनले चाहिँ हामीले मल्टिप्लाई गर्ने हो। जस्तै x-2 दिएको हो, यसलाई रेसनलाइज गर भनेको छ भने त हामीले तलमाथि x+2ले के गर्छौँ भने हामीले मल्टिप्लाई गर्छौँ। अब हेर्नुहोस् है, अर्को कुरा, महत्त्वपूर्ण कुरा के छ भने यदि क्वेसनमा चाहिँ x² इन्फिनिटी दिएको छ भने चाहिँ र त्यसलाई न फ्याक्टराइजेसन गर्न मिल्यो, न कमन लिन मिलेको छ, न रेसनलाइजेसन गर्न मिलेको छ भने हामीले के गर्ने छ भने तल र माथि x² अथवा जे छ त्यसले हामीले तल माथि डिभाइड गरिदिने। त्यो भयो भने कस्तो हुन्छ भने हेर्नु, यसलाई हामीले न त कमन लिन मिल्छ, न त फ्याक्टराइजेसन गर्न मिल्छ, न त रेसनलाइजेसन गर्न मिल्छ। तर x² हामीले तल र माथि चाहिँ डिभाइड गर्न मिल्छ। त्यो गर्ने बित्तिकै हाम्रो एन्सर आइहाल्छ। यसलाई मैले यो है क्वेसन मेन यति हो है, क्वेसन मेन यति हो, बुझ्नुभयो नि। अब यति क्वेसनलाई चाहिँ हेर्नुहोस्, मैले 2x² x²ले डिभाइड गरेँ, जे छ त्यसैले है। फेरि रुट अन्डर एक्स छ भने रुट अन्डर एक्सले नै डिभाइड गर्नु होला। र 2 आयो माथि 2 आउँछ, र तल चाहिँ x² डिभाइड गर्दाखेरि चाहिँ 3 + 2x² आउँछ। x² ठाउँमा इन्फिनिटी राख्ने हो, त्यो केही बाल मतलब भएन हामीलाई। यो इन्फिनिटीलाई चाहिँ 3ले जोड्ने घटाउने केही हुन मिल्दैन, एन्सर आउँछ 2/3। त्यसरी गर्ने हो है। यति कुरा चाहिँ तपाईँहरूले मजाले बुझ्नु होला। यदि यो बुझ्नुभएको छैन, मैले अलि फास्ट बोलेको छु होइन, बुझे जस्तो लागेन भने यसलाई फेरि एकचोटि हेर्नु होला, नत्र अलिकति मैले माथिबाट देखाइदिएको छु, यसलाई चाहिँ एकैछिन पज गरेर यो कुरालाई चाहिँ मनन गरेर एकदमै हेर्नु होला। ओके ओके, पुनः त हामी अब यो क्वेसन सोल्भ गर्नतिर लाग्छौँ।
अब सुरुमा त हामीले के खोज्नुपर्ने छ भन्दाखेरि चाहिँ के गर्नुपर्छ भने चाहिँ योलाई सुरुमा भ्यालु जस्ताको जस्तै भ्यालु हालेर हेर्ने। भ्यालु हाल्दाखेरि चाहिँ इन्डिटर्मिनेन्ट फर्महरूमा आउँछ कि आउँदैन त्यो हेर्ने। यो चाहिँ के हुन्छ भने 0/0 फर्ममा आउँछ। यो भनेको इन्डिटर्मिनेन्ट फर्म हो। अब चाहिँ बल्ल यसलाई हामीले सोल्भ गर्छौँ। अब 0/0 कसरी आउँछ भन्नुहुन्छ होला, म यहाँ हेरिदिन्छु है। यसरी है 0/0 फर्ममा आउँछ क्या। यसलाई चाहिँ आफैले सुरुमा एकचोटि सोल्भ गरेर हेर्नु होला। 0/0 अथवा इन्फिनिटी एन्ड देन आयो भने चाहिँ त्यो इन्डिटर्मिनेन्ट फर्म हो। त्यसपछि हामीले चाहिँ अब के गर्नेछौँ, यसरी यो लेखेर देखाउनै पर्छ है। यसरी देखाएन भने चाहिँ नम्बर फेरि काटिने सम्भावना हुन्छ। अब यो क्वेसन चाहिँ एकदमै अलिकति गाह्रो क्वेसन छ कि थोरै मात्र दिमाग लगाउनु भयो भने चाहिँ यो क्वेसन फेरि बनिहाल्छ। टेन्स 2 है। के गर्ने भने यसलाई हामीले रेसनलाइजेसन गर्ने। तर यो एउटाले मात्र रेसनलाइजेसन गरेर भएन कि, यसलाई पनि रेसनलाइजेसन गर्ने र यसलाई पनि रेसनलाइजेसन गर्ने हो भने चाहिँ यो क्वेसन मिल्यो। बुझ्नु भयो नि, तपाईँले बुझ्नुपर्ने कुरा त्यति हो। यसलाई पनि रेसनलाइजेसन गर्ने, यसलाई पनि रेसनलाइजेसन गर्ने भनेको के भन्नु होला, हेर्नुहोस् गरेर देखिन्छु। x-√2 - x² डिभाइड बाई 2x - √2 + 2x²। अब यो माथिले रेसनलाइज गर्ने है। अब यो माइनस छ भने प्लस हुन्छ, सरी के फरक पऱ्यो त, परेन नि होइन। यो काट्यो भने चाहिँ 1 हुन्छ, त्यस कारण यसरी यस्तो हो क्या रेसनलाइजेसन भनेको चाहिँ। यसलाई रेसनलाइजेसन गरेँ। अब यसको पालि यसलाई चाहिँ यो बिचमा प्लस लेखेर, यसको बिचमा प्लस लेखेर माथि पनि मल्टिप्लाई गर्ने र तल पनि मल्टिप्लाई गर्ने। यसो किन गर्छौँ त भन्ने प्रश्न पनि त आउँछ नि त। किनभने यो x - y र x + y को फर्ममा जान्छ, जुन चाहिँ के को फर्मुला भन्दा x² - y² को फर्मुला हो, जसले गर्दा यो रुट क्यान्सल आउट हुन्छ र हामीलाई यो गर्न चाहिँ सजिलो हुन्छ। अब ढिला नगरी यो पनि रेसनलाइज गरिहालौँ। 2x छ भने प्लसमा है, माइनस छ भने प्लस। ओके, अब हेर्नुहोस् लिमिट। अब तपाईँलाई सजिलो छ, आफै सोल्भ गरिनुहुन्छ। यो र यो भयो भने के हुन्छ नि, x² - y² भएपछि यसको के भयो भने यसको यो रुट चाहिँ क्यान्सल आउट भयो भने मैले डाइरेक्ट लेखिदिन्छु 2 माइनस प्लस x² भयो, यसलाई ब्राकेटमा दिएँ र बाँकी रह्यो 2x + √2 + 2x² डिभाइडमा। अब यो है, यो के को फर्ममा गएको छ भने a - b a + b a को होल स्क्वायर - b को होल स्क्वायर। यो चाहिँ हामीलाई फर्मुला थाहा, लेखिदिनु पर्दैन होला। भनेपछि 2x को होल स्क्वायर के हो भन्दाखेरि 4x² माइनस यसको होल स्क्वायर के हो भन्दाखेरि चाहिँ यो रुट हट्छ, अरू जस्ताको जस्तै माइनस छ भने माइनस 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 2x²। अब यहाँ के छ हेर्नुहोस्, के बच्यो, यो बच्यो x + √2 - x²। अब हेर्नुहोस् है यहाँ, अब हाम्रो लगभग बनिसक्यो। लिमिट x टेन्स टु 1, यो 2x² हुन्छ, -2 हुन्छ। यहाँ तल हेर्नुहोस् 2 बाट 2 घट्यो, 2x² - 2 हुन्छ, 2x + √2 + 2x² हुन्छ, डिभाइड बाई x + √2 - x² हुन्छ। अब यो दुइटालाई हामीले काट्न मिल्छ। यदि 0/0 भयो भने चाहिँ काट्न मिल्दैन है। तर यो 0/0 हुँदैन, किनकि x टेन्स टु 1 नियर टु 1 लगभग 1 नै होइन नि त। त्यही भएर यहाँ यो 2 × 1 हुँदैन कि, 2 × लगभग 1 भनेपछि 9.99 हुनसक्छ अथवा 1.001 पनि हुनसक्छ। त्यस कारणले चाहिँ यो काट्न मिल्छ है। यो हामीले काट्यौँ। अब हाम्रो लिमिट x टेन्स टु 1, अब जुन यो र को भ्यालु छ त्यसलाई जस्ताको जस्तै लेखेँ। अब चाहिँ हामीले x को भ्यालु राखौँ, बुझ्नुभयो। अब x को भ्यालु राखिदिउँ न त, के जान्छ र 2 × 1 x को ठाउँमा 1 राख्यो प्लस √2 छ 2 × 1 को होल स्क्वायर
एउटा काटिसकेपछि चाहिँ हामीले भ्यालु राख्दा मजाले मिल्न सक्छ है। प्रायः त्यही नै हुन्छ। 2 - 1 को होल स्क्वायरको 1 नै हुन्छ। अब हेर्नुहोस् 2 प्लस रुट अन्डर 2 प्लस 2 भनेको 4 हुन्छ। 2 प्लस रुट अन्डर 2 - 1 भनेको 1 हुन्छ। अब 2 प्लस रुट अन्डर 4 भनेको 2 हो र 2 प्लस रुट अन्डर 1 भनेको 1 हो। यहाँ एक्सको ठाउँमा 2 कसरी आयो त नि? एक्सको ठाउँमा त 1 हुनुपर्ने होइन र? हो नि, कस्तो थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले। यो 1 नै हो है, झुकेर 2 लेखिछु। म चाहिँ 2 प्लस 2 4 1 प्लस 1 2 यसले काट्यो, एन्सर आयो 2। सरी देखिन्छ, एन्सर 2 नै हुन्छ र एकदमै सजिलो थियो। भन्दै आजको यस भिडियो यहीँ अन्त्य गर्दछु।